तपाईँ इन्डियामा चाहिँ के गर्नुभयो लाइक केही काम खोज्दै गएको हो कि पढ्न बाँकी नै होइन तपाईँको चाहिँ त्यहीँ जाने भर्ती हुने अनि त्यसपछि त्यहीँ पढ्ने। यो कति उमेर हुँदाखेरि हो? लगभग 16-17को उमेरमा। एसएलसी सकेर जानुभयो? एसएलसी त गरेन मैले। हो र? म उतै गइहालेँ 8 पास। म त्यतिखेर 8मा पढ्थेँ भनेपछि अब कति वर्ष थियो भन्नु न। भनेपछि पढाइ त थियो नि, किनकि मैले देखेको तपाईँ व्हाइट हाउस कलेज पढ्नु भएर छ भनेर लेखाएको थियो कहीँ, होइन? त्यो फेक आइडीमा लेख्यो होला। फेक आइडीमा लेखेँ त्यो तपाईँको हिजो मैले प्रोफाइलहरू एउटाले लिक गरेछ त्यो इन्फर्मेसन सब ठाउँतिर गएछ। ठिकै छ, गलत इन्फर्मेसन जानु राम्रो होइन, तर यहीँ एउटा भन्ने इन्फर्मेसन चाहिँ त्यो हो अहिलेको कुरा हो। त्यो भएको हुनाले इन्डियातिरै गयो अनि त्यहाँ भर्ती सर्ती भएपछि त्यहाँबाट इन्डियन आर्मीमै भर्ती हुनुभयो। अनि त्यसपछि म यहाँ फर्केर यता आइसकेपछि अब दाइसँग अब अगाडिको कुराहरू त भनिहालेँ मैले। त्यहाँ छाड्ने बेला त अनि परिवारमा फेरि रिसाउनु नि भयो होला नि त? भयो नि, बुवा म कतिचोटि घरमा जाँदाखेरि बोल्नु नै हुन्थेन होइन। अनि अब आर्मी बुवाहरू डिसिप्लिन हाई, फ्युचर सिक्योर हुन्छ। त्यसपछि अनि तपाईँ त्यस्तो पढ्ने पनि नपढ्यो भनेपछि त झन् तपाईँलाई प्रेसर पऱ्यो, किनकि यो नालायक भयो भन्ने खालको मेन्टालिटी आयो होला नि। होइन पछि उमा पढ्यो नि त, पछि यहाँ म क्याम्पस पढेर देखाइदिन्छु भने नि त बुवालाई त्यतिखेर। अनि म त्यो बिहारतिर गएँ कि बिहारमा चाहिँ तपाईँले त्यहाँ क्वेसन त्यहीँ एन्सर हुन्छ भन्थ्यो नि मैले, जुन क्वेसन पनि त्यहीँ एन्सर पनि त्यहीँ के त्यहीँ दिने। अनि त्यसो सिधै पास भयो कि। लेख्न जान्नु पऱ्यो, लेख्न जानु पऱ्यो। अनि त्यसो त्यही सर्टिफिकेट लिएर अनि क्याम्पस पढ्छु भनेर गएको है। अनि त्यहाँ नचलेको त्यही हो कि मेरो सर्टिफिकेट त्यहाँ चाहिँ चलेन कि। इन्डियामा को चल्दो रहेछ कि त्यहाँको सर्टिफिकेट चाहिँ, जस हाम्रो त्यसरी भएको त कहाँ चल्छ र है, नचल्ने कुरा पनि भएन।